साथीहरू नमस्ते। आशा गर्छु आराम हुन्छ होला। फेरि एउटा तपाईँहरूलाई भिडियो लिएर आएको छु। यो चाहिँ स्पेसल्ली यो हामी एक आपसको बिचमा एउटा सम्बन्ध हुन्छ हैन, यो कसरी बिग्रिन्छ र चाहिँ सुधार्न सक्छौँ त यो टपिक्समा चाहिँ दिइराखेको छ। त्यसै नेपालकै परिवेशमा लिएर चाहिँ यो एउटा मैले स्टोरी भन्न गइराखेको छु। त एक्ज्याक्टली यो स्टोरीमा पनि के छ, एउटा सासू र बुहारी हुन्छ। त यो सासू र बुहारीको बिचमा अब के कारणले गर्दाखेरि चाहिँ त्यति राम्रो तालमेल हुँदैन, अलिकति बेमेल टाइपको हुन्छ। अब सासूले भनेको बुहारीलाई फिटिक्कै मन नपर्ने, फेरि बुहारीले भनेको केही कुरा पनि सासूलाई चित्तै नबुझ्ने के। अनि बुहारीलाई चाहिँ एकदम मतलब असह्य भएछ। अनि एक दिन चाहिँ उसले त्यो अब यो बुढी आमासँग कसरी मैले चाहिँ छुटकारा पाउँ भनेर चाहिँ ऊ अलिकति गाउँभन्दा टाढाको एकजना चाहिँ जन्तर मन्तरहरू जानेको थियो, जुन लाइक धामी टाइपको हुन्छ होइन, हो त्यस्तोकोमा चाहिँ गयो। उसलाई सेयर गरेछ कि बाजे के रो सासू आमाले चाहिँ मलाई एकदम दिक्क बनाइसक्यो, म वाक्क भइसकेँ, यो के टुनामुना यस्तो गर्नु पऱ्यो, त्यो सासू आमा चाहिँ मरोस्, घाउचोट पनि नदेखिने मेरो काम पनि तमाम हुने होइन। मतलब यसो खालको तरिकाले चाहिँ उसले क्वेसन सोधेछ। त धामीले चाहिँ के भनेछ भन्दा अब नानी हेर, अब मसँग त्यस्तो अब तुरुन्तै मर्ने खालको त आइडिया त छैन मसित, तर कमसेकम पनि मतलब तिमीले होइन 6 महिना वर्ष दिन जस्तो धैर्यता राख्छौ भने चाहिँ एउटा जन्तर मन्त्र चाहिँ लगाइदिन सक्छु, ताकि तिम्रो बुढी आमा चाहिँ के गर्नु सक्छ, लाइक एक वर्षभित्रमा चाहिँ बित्नु सक्छ होइन। उसलाई चाहिँ मतलब मैले मर्ने तरिकाको चाहिँ मन्त्र लगाइदिन सक्छु। हुन्छ बाजे, त्यसो भए चाहिँ त गर्नुहोस् ल, के गर्नुपर्छ, कति पैसा खर्च लाग्ने हो, के सामान ल्याउनु पर्ने, म एभ्रिथिङ म गरिदिन्छु, ल सुरु गरिदिनुहोस् भनेछ। अब बाजेले पनि के छ त्यो ढ्याङ्ग्रो स्याङ्ग्रोहरू होइन, जन्त्र मन्त्र चामल हानेछ। अनि अन्तिममा चाहिँ बिदाई हुने बेलामा बुहारीलाई के भनेछ भन्दा नानी हेर, अब तिम्रो सासू त बिस्तारै के हुन्छ असर देखाउँदै जान्छ, नेक्स्ट तिमीले चाहिँ मतलब अरू समाजलाई, तिम्रो श्रीमानलाई, अरूलाई पनि मतलब थाहा नहुने खालको एक्टिभिटी चाहिँ गरिराख्नु है। बिकज अगर तिमीले होइन अहिले जस्तै तिमी झैझगडा गर्नेतिर लाग्यो भने होइन, अहिले जस्तै मनमुटाव र कोला भयो भने त पक्कै पनि तिमीलाई नै मान्छेले शङ्का गर्छ, तिमीलाई नै मान्छेले पक्रिन सक्छ होइन, तिमीलाई समस्या आउन सक्छ। सासू आमाको चाहिँ राम्रो केयर गर, एकदम बुढी आमालाई चाहिँ एकदम माया गर्नु, लाइक आफ्नै आमाको जस्तो तरिकाले चाहिँ केयर गर्नु भनेर चाहिँ उसले एउटा सल्लाह दिएर पठाइदिएछ। बाजेको कुराप्रति एकदम पोजिटिभ भएर चाहिँ ऊ घरमा फर्केछ। अनि घरमा आएपछि जो सासूले होइन केही कुराहरू अरायो भने पनि मान्ने, औषधि खाए कि खाएन, अरू खानेकुरा मिठो भयो कि भएन, अझै थपेर खानु मन छ कि, खाजा नास्ता पनि यताउति धेरै चिजहरूमा चाहिँ उसले केयर गर्न थालेछ। अनि अब हिजो अस्तिसम्म बुहारीले पनि के चिज गर्थ्यो भनेको मान्थेन, रिस उठाउँथ्यो, सासू आमालाई पनि दिमाग खराब हुन्थ्यो, गाली गरिदिन्थ्यो, झैझगडा हुन्थ्यो। आजदेखि होइन बुहारीले अब राम्रो केयर गर्न थालेपछि त अब बुढी आमाले त्यत्तिकै कराएर त्यत्तिकै झगडा गर्ने कुरो आएन। फेरि अब बुढी आमाले पनि के गरेछ त बुहारीले चाहिँ बिस्तारै कम गाली गर्ने, कम रिसाउने होइन, त यसो हुन थालेछ। अनि एक दिन भयो, 2 दिन भयो, गर्दा गर्दै 1 महिना, 2 महिना, 4 महिना, 5 महिना होइन, गर्दा गर्दा के भयो अब उनीहरूको बिचमा चाहिँ एकदम म्युचुअलनेस आउन थालेछ कि। सासूले अराएको पनि बुहारीले एकदम मनैदेखि मान्न थाले। उसले चाहिँ गरेको देखेर सासू आमालाई पनि एकदम भित्र मनदेखि चाहिँ दया पलाएर आएछ। उसले चाहिँ बुहारी नठानेर आफ्नै छोरी जस्तै होइन आफ्नो मनका कुराहरू पनि सबै सेयर गर्ने होइन, एकदम केयर गर्न थालेछ। अनि यो गर्दा गर्दा के भन्छ बुहारीलाई पनि माया पलाउन थालेछ के सासू आमाप्रति। बिचरा अब बुहारीको पनि अब उता माइत टाढा, घर परिवार अरू कोही पनि छैन। अनि बुहारीलाई पनि चाहिँ आमा जस्तै महसुस हुन थालेछ। अनि सासूलाई पनि पश्चाताप हुन थालेछ के। 8 महिना 9 महिना बित्न लागिसक्यो। बुहारीको मन एक दिन आएछ एउटा बाजेलाई भनेर, उनी बजेलाई चाहिँ मर्ने टुनामुना लाउन पठाएको थिए। दिन गर्दै जाँदा त 9-10 महिना भइसक्न लाग्यो। अबको 1-2 महिनामा त बिचरा बुढी आमा त मर्छिन् हैन। तर पनि अब अहिलेको डेटमा हेर्दाखेरि त पहिलाको जस्तो सम्बन्ध छैन, विश्वासको सम्बन्ध भइसक्यो, आमा छोरीको जस्तो सम्बन्ध बढिसक्यो। अब क्वेसन आएछ के बिचरा अब सासू यस्तो बेलामा फ्याट्ट मऱ्यो भने होइन, मेरो पनि को छ र यहाँनिर होइन, मेरो आमा भने पनि अरू जोसुकै भने पनि हाम्रो परिवारमा के छ, अब यही बुढी आमा मात्रै हो। त्यो टुनामुनाले चाहिँ यो बुढी आमा फ्याट्ट भोलि बिहान मरिहाल्यो भने त म एक्लै हुन्छु, म चाहिँ बचाउन पाइयो भने त अब अहिले त भित्र बुझ्दै जाँदा त धेरै राम्री रहेछन् आमा त। म चाहन्छु बुढी आमा चाहिँ नमरोस्, अझै धेरै मतलब दिनसम्म चाहिँ बाँचोस्। अब यसको लागि चाहिँ के हो, अब चाहिँ बुहारीलाई के भन्छ भन्दा नानी हेर, त्यतिखेर जब मैले तिम्रो कुराकानी सुने, तिमीहरू बिचमा सासू बुहारीको बिचमा एउटा म्युचुअलनेस नभएको हुनाले आफूलाई चाहिँ नबुझेको कारणले गर्दा चाहिँ यो समस्या आएको हो जस्तो लागेको थियो। त्यो कारणले गर्दा अब मैले त्यस्तो के जन्त्र मन्त्र लगाइदिएको त होइन, तिमीलाई चाहिँ एउटा जस्ट देखाइदिएको चाहिँ हो मैले। त्यतिखेर तिमीले आमालाई चिन्न सकेको थिएनौ, अब चाहिँ तिमीले चिनेछौ होइन। अब जाऊ राम्रोसँग सेयर गर, समझाएछ, बुझाएछ। र अनि बुहारी चाहिँ एकदम खुस भएछ कि ऊ चाहिँ आफ्नो घरतिर फर्किन्थ्यो। सासू आमालाई आफ्नो आमा जस्तै तरिकाले चाहिँ केयर गर्थ्यो, माया गर। र साथीहरू हामीले
हामीले यो स्टोरीबाट होइन हामीले के बुझिन्छ भन्दा होइन तपाईँको र मेरो सम्बन्ध किन बिग्रिन्छ बेसिकल्ली होइन मैले के भन्न खोजिरहेको छु राइट मेरो पोइन्ट अफ भ्यू के हो अगर तपाईँले बुझ्दिनुहुन्न भने वा तपाईँको पोइन्ट अफ भ्यू के हो होइन अगर त्यसलाई मैले बुझ्दिनँ भने अभियसली एउटा म्युचुअलनेस नभएको कारणले गर्दाखेरि चाहिँ हाम्रो सम्बन्ध बिग्रिने हो कि हो होइन कतिपय यस्तोको त साथीहरू नहोला पनि भन्न सकिन्न कि साथीले पनि मैले बोलाउँछु र बोल्ने अनि मैले पनि के छ साथीले बोलाउँछ र बोल्ने कि यही गर्दा गर्दै कतै हाम्रो साथीको एउटा सम्बन्ध नै टाढा भइसकेको छ होइन आफन्ती नातागोता गाउँले समाज आफ्नो चाहिँ एउटा फ्रेन्डको सर्कलहरू एउटा आफ्नो फ्यामिलीको सर्कलहरूदेखि लिएर आफ्नो सोसाइटीको सर्कलहरूमा होइन हाम्रो अहिलेको डेटमा पहिलाको जस्तो होइन किन यस्तो छैन त अहिलेको डेटमा भन्दा बिकज हामी के गरिसक्यौँ भन्दा बाहिरी एक्सटर्नल एपिरियन्सहरू हेरेर हामी जज गर्छौँ होइन हामीलाई अलिकति झुकेर वा अरूलाई हामी चाहिँ एक्सेप्ट गर्नु हामीलाई मन लाग्दैन गर्दा गर्दै के भइसक्छ हाम्रो एक आपसको बिचको सम्बन्ध बिग्रिसक्छ के त यो कारणले गर्दाखेरि चाहिँ म तपाईँहरू सबैलाई म एउटा रिक्वेस्ट गर्न चाहन्छु होइन एक आपसलाई बुझ्नुहोस् सायद जुनसुकै मतलब एउटा सम्बन्ध किन नहोस् होइन सम्बन्ध राम्रो बनाउनु छ सम्बन्ध बलियो बनाउनु छ र सम्बन्धलाई लामो समयसम्म टिकाउनु छ भने पहिलो कुरा आफू बिचमा एउटा म्युचुअलनेस हुनुपर्छ बुझ्ने खालको हुनुपर्छ अन्डरस्ट्यान्डिङ हुनुपर्छ केही गल्ती तपाईँले गर्नुभयो भने मैले त्यसको माफ गर्न सक्नुपर्छ केही गल्ती अगर मैले गरेँ भने होइन तपाईँले पनि मलाई माफ दिनु सक्नुपर्छ मैले तपाईँसँग मलाई माफ गर्नुहोस् भनेर यदि भन्नु सक्दिनँ र अगर मैले गरेको गल्तीबाट होइन तपाईँले मलाई क्षमा पनि गर्न सक्नुहुन्न भने अभियसली त्यो दिन नै के हुन्छ हाम्रो सम्बन्ध चाहिँ बिग्रिएर जान्छ यति भन्दै तपाईँहरूसँग छुट्टिन चाहन्छु हस्त नमस्ते।